नमस्कार। तपाईँहरूकै माग र चाहनालाई पुरा गर्ने उद्देश्यले विगत 1 वर्षदेखि वालिङ 10 पुणामृत रोडमा चाहिँ सञ्चालित सिजी कोरियन ल्याङ्ग्वेज तथा मल्टी सर्भिसेसले अहिले इपिएसले नयाँ कोर्स बुक चेन्ज गरेअनुसार नयाँ पाठ्यक्रम अनुसार चाहिँ तयार गरिएको आफ्नै सिजी एप्स चाहिँ तयार गर्दैछ। अब 1-2 दिनमै हामीले चाहिँ त्यो बजारमा चाहिँ ल्याउनेछौँ, तपाईँहरूको माझ चाहिँ ल्याउनेछौँ। अब त्यो एप्समा चाहिँ सबै खालका विषयवस्तुहरू, सबै खालको चाहिँ शब्दार्थहरू, सबै खालको न्यू मोडल अनुसारको चाहिँ प्रश्नपत्रहरू चाहिँ समेटेर चाहिँ हामीले त्यो एप्स चाहिँ तयार गरेका छौँ। तपाईँहरू चाहिँ हामीसँग जोडिएर घरमै बसेर चाहिँ डेली अनलाइन इक्जामहरू दिन सक्नुहुनेछ। अनि हामीले सञ्चालन गर्ने विकली इक्जाममा चाहिँ तपाईँहरू चाहिँ सहभागी हुन सक्नुहुनेछ। हाम्रो एप्स चाहिँ तपाईँले एकदमै सुलभ मूल्यमा चाहिँ किनेर तपाईँले चाहिँ हजारौँ प्रश्नहरूलाई चाहिँ सजिलैसँग चाहिँ हल गर्न सक्नुहुनेछ। अब त्यो हल गर्न नसकेका प्रश्नहरूको एन्सरहरू, त्यसको तरिकाहरू चाहिँ के हो भन्ने विषयमा चाहिँ तपाईँहरूलाई हामीले फिडब्याक क्लास पनि दिनेछौँ। अवश्य पनि हामीसँग जोडिएर यो सिजी एप्सको महत्त्व हामीले साँच्चै भन्ने हो भने वालिङ बजारमा चाहिँ धेरै इपिएस पारखी विद्यार्थीहरू हुनुहुन्छ। उहाँहरूलाई धेरै कुराहरू अलि बाहिरसँग जोडिनु परेको छ। यस्तो अनलाइन कुराहरूमा चाहिँ अलिकति सपोर्ट पुगेको छैन। त्यही भएर हामीले चाहिँ प्रत्यक्ष जोडिएर तपाईँहरू वालिङमा जति पनि इपिएससँग रिलेटेड इपिएस पारखी विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूलाई लक्षित गरेर चाहिँ हामीले विभिन्न खालका नयाँ कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। अब हामीले वालिङ बजारमै छुट्टै तरिकाबाट छुट्टै प्रविधि मैत्री रूपमा चाहिँ क्लासहरू सञ्चालन गर्दै आइरहेका छौँ। थप हामीले अनलाइन क्लास पनि व्यवस्था गरेका छौँ। अब यो एप्सबाट चाहिँ हामीले थप क्लासहरू, परीक्षाहरू चाहिँ सञ्चालन गर्नेछौँ। कृपया तपाईँहरू चाहिँ हामीसँग जोडिनु होला। नयाँ छ, विशेष छ, केही खास छ, त्यो कुरा चाहिँ तपाईँहरूलाई हामीले बुझाउन चाहन्छौँ। यति भन्दै यो सानो भिडियो चाहिँ बाट म अन्त्य हुन्छु। यो भिडियो सकेसम्म धेरैभन्दा धेरैलाई सेयर गर्नुहोला। सिजी कोरियनको आफ्नो एप्स छ भनेर चाहिँ त्यो एप्स चाहिँ अब सबैले प्रयोग गर्ने खालको वातावरण चाहिँ सबैले बनाइदिनु होला भन्न चाहिँ म चाहन्छु इपिएस पारखी विद्यार्थीहरूका लागि। हस्त, धन्यवाद।